नमन सम्पूर्ण पुण्यात्माहरूमा। आज हामी महाभारतकालीन एउटा सानो कथाको टुक्काबाट हामी आजको चर्चा गर्नेछौँ। महाभारतमा भीमसेन जुन पाण्डवका माइला पुत्र हुन् र उनी एकदम शक्तिशाली, बहुशाली, बलशाली मान्छे पनि हुन्। मैले उक्काउन खोजेको प्रसङ्ग के हो भनेदेखि, जब युद्ध सके त्यस पछाडि त्यो समयमा भीमले चाहिँ भगवान श्रीकृष्णसँग सोध्नुभयो, किनकि त्यतिखेर त्यो समयमा चारैतिर हल्ला थियो। अब कलियुग आउँदैछ, चाँडै नै कलियुगले अब छुन्छ, कलियुग आउने चर्चा थियो। त्यस कारणले गर्दाखेरि अब भगवान श्रीकृष्ण त सबै कुरा जान्ने, हेर्नुहोस्, भूत भविष्य सबै कुरा उहाँलाई थाहा हुन्छ। अनि भीमले जिज्ञासा स्वरूप भगवान श्रीकृष्णलाई सोध्नुभयो, हे भगवान प्रभु, मलाई एउटा कुरो भनिदिनु पर्यो। अब आउने कलियुग चाँडै नै आउँदैछ भन्छन्, कलियुगको स्वरूप चाहिँ कस्तो हुन्छ? मलाई अलिकति मार्गदर्शन, अलिकति मलाई यसको स्वरूपको बारेमा मलाई भनिदिनु पर्यो, दर्शन गरिदिनु पर्यो भनेर भीमले अनुरोध गर्छन्। जङ्गलमा गएर त्यहाँ हेर, के दृश्य देख्छौ, त्यो चाहिँ कलियुगको सङ्केत हो भनेर भन्नुहुन्छ। अनि भीम जान्छन् जङ्गलमा, त्यहाँ उनले देखाएको होइन दिशातिर जान्छन्, गएर हेर्छन्। त्यहाँ जाँदाखेरि त एउटा गाईले आफ्नो बाछीलाई चाट्दै यसरी चाट्दै चाहिँ एकदम रक्ताम्य मरणासन्न बनाएको देख्छन्। अनि उनी फर्केर आएर भगवान श्रीकृष्णलाई सोध्छन् भीमले, हे भगवान, मैले त यहाँ यस्तो दृश्य देखेँ, एउटा गाई थियो, गाईले आफ्नो बाछीलाई चाट्दै गरेर चाहिँ रगातम्य एकदम मरणासन्न भएको अवस्था देखेँ भनेर भीमले भन्नुहुन्छ। अनि श्रीकृष्णले भन्नुहुन्छ, हो यही हो कलीको, अब आउने कलीको स्वरूप भनेको। कलीमा कस्तो हुन्छ भन्दाखेरि यस्तै हुन्छ। अनि भीमले सोध्छन् फेरि, अनि कस्तो, यसको अर्थ मैले बुझिनँ भनेर भीमले सोध्नुहुन्छ। भीमले सोधेपछि श्रीकृष्ण भगवानले अब भन्नै पर्यो, यिनलाई विस्तृत रूपमा भन्नै पर्यो भनेर भगवान श्रीकृष्णले भन्नुहुन्छ, अब आउने कलियुगमा र आफ्नो माता पिताले, आफ्ना बाबुआमाले आफ्ना सन्ततिलाई, छोराछोरीलाई यसै गरेर माया गर्ने क्रममा, मायाको नाममा चाहिँ आफ्ना सन्ततिलाई, आफ्ना छोराछोरीलाई मरणासन्न अथवा केही काम नलाग्ने बनाउँछन् भनेर भन्नुहुन्छ। अब आउने कलियुगको स्वरूप त्यस्तो हुन्छ भनेर भन्नुहुन्छ। अब यो कथा हो होइन, हरेक कथाले दिन खोजेका सन्देश, अहिले हामीलाई दिन खोजेको सन्देश अद्भुत छ। यति अद्भुत छ कि अब हामी हेरौँ, अहिले सबै त होइन, हामी अधिकांश 85%, 90% मानिसले कस्तो हाम्रो छ भनेदेखि, अब जसरी त्यो गाईले बाछीलाई चाट्दै माया गर्दै होइन, जसरी हुर्काउँछ नि, रगताम्य अथवा अशक्त बनाउँछ, हामीले हाम्रा सन्तानलाई पनि हामीले के गर्यौँ, माया गर्ने नाममा होइन, माया एकदम चाहिँ सुख दिने नाममा अथवा त्यसरी हुर्काउने क्रममा हामीले के गर्यौँ कि उनीहरूका, हाम्रा सन्ततिका, हाम्रा छोराछोरीका हाम्रा हात खुट्टा के गरिदिउँ, काटिदिउँ अथवा बाँधिदिउँ। हेर्नुहोस्, अहिले धेरैतिर कहीँ जाँदाखेरि देख्छु 14, 15, 16 वर्षका नानीहरूलाई पनि चम्चा भात खुवाइदिने होइन, अनि लुगा फाटो सबै कुरो लगाइदिने, यति ठुलो भइसकेपछि पनि। हेर्नुहोस् है, स्कुलका ड्रेस होइन, हरेक कुराहरू यसरी हामीहरूले उनीहरूलाई माया गर्ने क्रममा होइन, उनीहरूलाई एकदम चाहिँ नि होइन, धेरै माया गर्ने क्रममा मेरा छोराछोरीले केही दुःख नपाओस्, एकदम सुखले, आनन्दले, एकदम मजाले
हुर्काउने क्रममा हामीले के गर्यौँ उनीहरूको क्रिएटिभिटी, उनीहरूको जोस जाँगर गर्न सक्ने क्षमता सबै हामीले के गर्यौँ, हामीले नष्ट गरिदियौँ। अनि कस्तो भयो भनेदेखि हाम्रा सन्तान, हाम्रा छोराछोरी कस्तो भयो भनेदेखि ब्रोइलर कुखुरा जस्तो, उदाहरणको रूपमा ब्रोइलर कुखुरा हेर्नुहोस्, चारो पानी ती होइन, हरेक कुराहरू दबाई, हरेक कुराहरू एउटा घेरामा एउटा कोठामा होइन राख्ने। अनि त्यहाँदेखि उनीहरूलाई सबै कुरो भनेको टाइममा बिहान होइन ब्रेकफास्ट हरेक कुरा सबै कुरो मान्छेलाई पनि हाम्रा सन्ततिलाई पनि कुखुराले जस्तो। कुखुराले अब कसो गर्छौँ हामी भन्दाखेरि सबै कुराहरू चारो टाइममा बिहानदेखि बेलुकासम्म होइन हरेक कुराहरू। अनि के हुन्छ, ब्रोइलर कुखुरा घुँडाको हुन्छ, हेर्दा त सुन्दर हुन्छ, कति राम्रो हुन्छ, तर एउटा ठुलो आवाज आयो भने के हुन्छ, डङ्गा आवाज आयो भनेदेखि मर्छ। उसको कुनै तागत सहन सक्ने क्षमता गर्न सक्ने एउटा चाहिँ उसको क्रिएटिभिटी केही नै हुँदैन। अथवा उसलाई बाहिर छोडिदिने भनेदेखि, खोरदेखि बाहिर छोडिदिने भनेदेखि कुकुर स्यालले मात्रै होइन, एउटा बिरालोले पनि खाएर सिध्याइदिन्छ। अहिले हामीले पनि हाम्रो सन्ततिको क्रिएटिभिटी, उनीहरूले गर्ने जोस जाँगर होइन सबै हामीले के गरौँ, समाप्त पारिदियौँ। हामी माता पिताले सबैको होइन, फेरि होइन फलानाको न 80-90%, 10%, 20% भनेको होइन छन्, आफै जानेर पनि गरेका छन्, कतिले सिकाएका छन् बाबा आमाले होइन। तर हामी 80% भन्दा बढी के भयौँ भन्दाखेरि हामीहरूले हाम्रो सन्ततिको सबै क्रिएटिभिटी, उनीहरूको इन्टेलिजेन्स हामीले सबै सखा पारिदियौँ। त्यस कारणले गर्दाखेरि उनीहरूको उन्नति प्रगति कुनै पनि कुरा चाहिँ उनीहरू माथि लाग्ने, उनीहरूले चाहिँ आफ्नो गर्न क्रिएटिभिटी गर्नै सकेनन्। एउटा सन्त कबीरको मलाई एउटा वाक्य याद आयो, बडा हुआ तो क्या हुआ जैसा पेट खजुर, न पन्छीको छावा फल लागि अति दूर। हेर्नुहोस्, हाम्रा सन्तति बडा त भए, ठुला भए, हेर्दा राम्रा भए, तर के गर्नु, पेट खजुरको रुख जस्तो भयो। न त पन्छीलाई त्यस छावा दिन्छ, शीतलता दिन्छ, फल पनि धेरै टाढा लाग्छ अरे। अहिले त भेटिन्छ, हरेक सरसाग हुन्छ, तर त्यो समयमा होइन त्यो फल नै भेट्नलाई पनि, त्यो फल खान पनि सकिँदैन, न चाहिँ एउटा पन्छीलाई, एउटा चराचुरुङ्गीलाई होइन शीतलता भयो। त्यस्तै हाम्रा सन्तति पनि त्यसरी नै लागे। अब त्यहाँ के पनि भन्नुभएको छ भने श्रीकृष्णले होइन, के दृश्य देखियो भने त्यहाँ भीम जाँदाखेरि, भीम जब त्यो जङ्गलमा गएर गाई र बाछीलाई देखे, त्यस पछाडि एकछिन पछाडि हेरे, अन्तिममा त्यो चाट्दै रगत बग्दा होइन, अन्तिममा गाईले देख्छ रगताम्य भएको आफ्नो बाछा, गाई रुन थाल्छिन्। अनि बाछी त आफै रुने भइन् होइन, उनलाई पीडा छ, दर्द छ शरीरमा, एकदम चाहिँ नि होइन एकदम उ छ, पीडा छ, भइरहेको छ। बाछी पनि रुने अनि गाई पनि रुने। अन्तिममा के भयो भनेदेखि हाम्रो पनि के भयो भनेदेखि अन्तिममा हेर्नुहोस्, बाआमा पनि रुने, किनभने छोराछोरी कामै लागेनन्, केही गर्नै सकेनन्, उन्नति प्रगति केही गर्नै सकेनन्, केही काम लागेनन्, कुनै उसमा लागेनन् भने बाबामा पनि रुने, अन्तिममा छोराछोरी पनि केही गर्न नसकेर होइन डिप्रेसन, फ्रस्ट्रेसन, हरेक एन्जाइटी, हरेक उसमा चाहिँ नै जान्छन्। त्यस कारणले गर्दाखेरि सन्तति पनि एकदम खतम भए, सकिए। अब बाउआमा पनि सकियो। हेर्नुहोस् है, कसरी भन्दाखेरि हाम्रो चाहिँ नि होइन माया गर्ने क्रममा, एउटा हामीले उनीहरूलाई हुर्काउने क्रममा सोचे भन्दा धेरै, चाहे भन्दा धेरै उनीहरूलाई माया प्रेम अथवा गरेर, ताकि कस्तो हुनु पर्थ्यो भनेदेखि 6-7 वर्षसम्म, एउटा म उदाहरण दिन्छु, 6-7 वर्षसम्म उनीहरूको बुद्धि ज्ञान आएको हुँदैन, सबकन्सियस माइन्डमा भावमा बाँच्छन् उनीहरू होइन, त्यतिन्जेलसम्म उनीहरूलाई कराउने केही गर्नु हुँदैन। तर अब मैले अलिकति समाधान पनि त दिनुपर्छ होइन,
7-8 वर्ष पछाडि भनेको उनीहरूलाई हरेक कुरा आफ्नो कामहरू लुगाफाटा जुत्ता हरेक कुराहरू चाहिँ नि सानातिनो कामहरू उनीहरूलाई सिकाउनु पर्छ। बिस्तारै बढ्दै 10, 12, 14 हुँदै गएपछि उनीहरूलाई हरेक कुराहरू चाहिँ सिकाउँदै जानुपर्छ। तर हामीले के गर्यौँ, माया गर्ने क्रममा उनीहरूलाई केही गर्न त यो सक्दैनस्, यो गर्दैन। बच्चाहरूको एउटा के हुन्छ भने सानोमा उनीहरू हेर्नुहोस् 7-8 वर्ष 8-9 वर्षमा तपाईँ कुच्चो लिएर हिँड्नुभयो भनेदेखि उनीहरू पनि कुच्चो समाउन आउँछन्। तपाईँ फरुवा लिएर जानुहोस् उनीहरू पनि समाउन आउँछन्। लुगा धुन जाँदा उनीहरू पनि आउँछन्। हामी के गर्छौँ, हामी त्यो सिकाउनु पर्ने त्यो बेलामा, उनीहरू गर्न खोज्दैनन्, खोज्छन् त्यो बेलामा, हामीले सिकाउनु पर्ने त्यो बेलामा होइन, हात समातेर सिकाउनु पर्ने बिस्तारै। तर हामी त सक्दैनस्, तँ लड्छस्, तँ यो गर्छस्, तैँले यो गर्ने होइन होस् है। अनि हरेक कुरा हामीले पन्छाउँदै यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन, तैँले यो सक्दैनस्, यो गर्दैनस् भन्दै सक्दैनस् अनि नसक्ने होइन, अशक्तै हुन्छन्। त्यस कारणले गर्दाखेरि हामी आमा बाबाले सोच्नुपर्ने, बहुत सोच्नुपर्ने कुरा यो एकदम शोचनीय कुरा छ। र यो कथाले आजको यो भीमसेन र भगवान श्रीकृष्णको कथाले हामीलाई यही सन्देश दिन्छ। म के पनि भन्न चाहन्छु भने हरेक कथा, चाहे ती पुराण होस्, वेद होस्, हरेक कथाहरू हरेक कुराहरू हुन्छ। हामी के गर्छौँ भनेदेखि हामी कसरी बुझ्छौँ भने सरर कण्ठ गर्ने श्लोकहरू, यो यहाँ यसो भन्नुभएको छ, यहाँ यसो भन्नुभएको छ होइन। हामी कति जान्ने भनेर कति कण्ठ गर्न सक्यौँ, कति रट्यौँ घोक्यौँ होइन, त्योले हामी माने राख्दछ हाम्रो होइन, कति जान्ने भयौँ होइन। तर त्यो कथाले, त्यो हरफले, त्यो शब्दले होइन, त्यो पुराणका ती वेदका ती गीताका हरेक शास्त्रका शब्दहरूले दिन खोजेको हामीलाई ज्ञान के हो, त्यसको उद्देश्य के हो, यसले भन्न खोजेको के हो, हामीले जान्नुपर्ने त्यो होइन, मूल रूपमा हामीले जान्नुपर्ने त्यो हो। तर के भयो भनेदेखि हामी ठ्याक्कै कण्ठ गर्ने अनि फरर होइन, गीतामा यो श्लोकमा यसो भन्नुभएको छ, उसमा यसो भन्नुभएको छ, तर हामीले त्यसलाई हामीले बुझ्ने कोसिस गऱ्यौँ न, अभ्यास गऱ्यौँ न, हामीहरूलाई होइन काम लाग्ने, त्यसलाई हाम्रो व्यवहारमा अभ्यासमा त्यसको अर्थ बुझेर हामीहरूले प्रयोग गर्नुपर्ने। तर हामीले के गर्यौँ, कण्ठ गर्यौँ, सुगाले जस्तो गोपी कृष्णका भन्यौँ, तर हामीहरूले व्यवहारमा लागू गर्न सक्यौँ। समग्रमा भन्दाखेरि हामीले हाम्रा सन्ततिहरूका कतै हात खुट्टा त काटिदिएका छैनौँ। जसरी गाईले चाट्दै रगताम्य बनाएर मरड सन्न बनायो, कतै हामीले पनि त्यसरी नै आफ्ना सन्ततिको हात खुट्टा बाँधिदिएका त छैनौँ, काटिदिएका त छैनौँ भन्दै आजलाई यति नै। जय हो सबैको।